हेलो गाइज, वेलकम टु माई साँझको मिनी ब्लग। आज चाहिँ म के भन्नु गएको छु भने मेरो चाहिँ भ्लगहरू नबनाउनुको कारण चाहिँ म बिरामी थिएँ। अझै पनि हेर्नुहोस् न, यहाँ थोद्न यहाँ सुनेको छ, त्यही भएर धेरै बोल्न सक्दिनँ। त्यही भएर चाहिँ मैले केही भ्लग पनि बनाउन सकिनँ। आज हल्का अलि बोल्ने भएको छ र त्यही भएर म चाहिँ थोरै भिडियो बनाएर पोस्ट गरौँ कि भनेर सोचेको थिएँ। त्यही भएर म यो चाहिँ भिडियो बनाउन पुगिरहेको छु। अब म केही दिन मात्र हो गाउँघरतिर बस्ने अनि भ्लग बनाउने। अनि म चाहिँ अब 4-5 दिनपछि चाहिँ म गइहाल्छु मेरो गाउँ छोडेर। त्यही भएर मैले यहाँ गाउँमा बनाएको भिडियोहरू भ्लगहरू चाहिँ मेरो चाहिँ भिडियो मात्र होइन, चाहिँ मेरो गाउँको याद पनि हो। अनि मैले गाउँघरमा कति काम गरेँ, के गरेँ यस्तो उमेरमा भनेर मैले चाहिँ त्यो एउटा भिडियोहरू सेभ गर्नलाई पनि मैले त्यो चाहिँ भिडियोहरू बनाएको हो यो उमेरमा है। अनि हजुरहरूले नराम्रो नसोचिदिनु होला, यसले चाहिँ केही भिडियो हाल्छ, के गर्छ, नराम्रो भिडियो हाल्छ भनेर नसोच्नु होला। त्यो चाहिँ मैले आफ्नो लाइफमा के काम गरेँ भनेर चाहिँ त्यो मैले थोरै भिडियो बनाएको हो हैन। अनि चाहिँ म केही दिन हो, अब 4-5 दिनपछि म यहीँदेखि जानुपर्ने हुन्छ। हजुरहरूलाई म कहाँ जान्छु के गर्छु भन्ने कुरा हजुरहरूलाई जानुको दिनमा भन्नेछु। र आजको भ्लग यति नै है त। हजुरहरूले साथ सपोर्ट गरिदिनु होला। अब म चाहिँ अलि सन्चो भएको छ, अलि बोल्ने भएको छ। त्यही भएर चाहिँ म अबदेखि चाहिँ केही दिन 4-5 दिन जति गाउँमा बस्छु त्यति बेलासम्म चाहिँ म भिडियोहरू लिएर उपस्थित नै हुनेछु। आजको भ्लग यति नै, बाई बाई।